जाने बाटैमा डीजे प्रोग्राम हुँदैछ त्यसो हुँदा त्यही जाँदा जाग्छ मेरो शिवरात्रि 2082 सालको यहाँ चाहिँ यति राम्रो माहौल देख्न सकिन्छ। अन्जनी क्रम जारी छ। यहाँ धेरै मान्छेहरू आइराखेका छन्, देख्न सकिन्छ। चित्रकल्पयोर्भुजङ्ग भक्तिकौशजर्गरिष्ठ रत्नमस्तय सुरक्ति पक्ष पक्षयुक्तुणारविन्द चक्षुषो प्रजामहे महीन्द्रयुक्त समप्रवृत्तिकान्तदा सदा शिवं भजाम्यहम्। रूप थरी थरी सारा जीवन बितोस् प्रभु तिम्रै भजन गरी पुण्य सबले कमाउनु भजनमा रमाउनु 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 पुण्य सबले कमाउनु रमाउनु पुण्य सबले कमाउनु भजनमा 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 आफूहरू जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँबाट सरिक भइदिनु न
रमाउनु हुन, सँगसँगै नाच्नु हुन, यो उत्सवको रूपमा चाहिँ लिनु हुन फेरि पनि हार्दिक अनुरोध गर्दछु। श्रद्धालु भक्तजनहरू सबैमा अमर ज्योति महावीर अर्जुन चौपारी गुइलाम डाँडा तर्फबाट हार्दिक नमस्कार। आजको यो प्रतियोगितामा हाम्रो विद्यालय तर्फबाट पनि सहभागी भई भजन गीतको कुशली बोकेर वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ अविघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम श्री गणेशाय नमः। ओम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि।
नगरको सभाछ नगरको सभाछ नगरको सभाछ हे भगवान हरि शिव शक्तिको बाटो रोजाउ मुक्तिको शिव शक्तिको बाटो रोजाउ मुक्तिको शिव शक्तिको बाटो रोजाउ मुक्तिको बाटो रोजाउ मुक्तिको बाटो रोजाउ मुक्तिको हे भगवान शिव शक्तिको बाटो रोजाउ मुक्तिको शिव शक्तिको बाटो रोजाउ मुक्तिको शिव शक्तिको बाटो रोजाउ मुक्तिको बाटो रोजाउ मुक्तिको बाटो रोजाउ मुक्तिको हे भगवान हरि आस्था बोकी आउनेहरूलाई खुल्छन् आउने तिथि संस्कार र संस्कृति गौरी तिथि संस्कार र संस्कृति संस्कार र संस्कृति संस्कार र संस्कृति हे भगवान गौरी तिथि संस्कार र संस्कृति गौरी तिथि संस्कार र संस्कृति गौरी तिथि संस्कार र संस्कृति संस्कार र संस्कृति संस्कार र संस्कृति हे भगवान हरि वेदाः स्वस्ति नगताक्षारो अरिष्टानेमिः स्वस्ति नो बृहस्पतिर्दधातु कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवामि सहितं नमामि। बोलो आनंद कंद भगवान के डहरे देवी के राकोट कालिका माता के नवग्रह धाम के नमस्कार हाम्रो धर्म संस्कार कोटि नमस्कार हाम्रो धर्म संस्कार कोटि नमस्कार कोटि नमस्कार कोटि सिन्दुर दिवो गणेशजीलाई कालिकालाई फुला सिद्धिहर्ता गणेशजीलाई कोहीले नि नभुल हे गणेश जति पियारा लाउँदैन मलाई गणेश जति पियारा तिम्रै कैलाशौ छौ प्रभु बाटो देखाइदेऊ म पनि तिम्रै भक्त हो म पनि तिम्रै भक्त हो लैजाऊ कैलाशमा म पनि तिम्रै भक्त हो
ल हो राधे राधे नवग्रह जाने फलिफाफा हुन्छ सबलाई धर्म संस्कार माने प्रभुकै भर पर्ने हो र शान्ति गर्ने हो प्रभुकै भर पर्ने हो र शान्ति गर्ने हो प्रभुकै भर पर्ने हो र शान्ति गर्ने हो प्रभुकै भर पर्ने हो हे भगवान र शान्ति गर्ने हो प्रभुकै भर पर्ने हो 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 रक्षा गर अनुग्रह तिम्रै रक्षा गर अनुग्रह तिम्रै रक्षा गर अनुग्रह तिम्रै रक्षा गर अनुग्रह तिम्रै रक्षा गर अनुग्रह हरि हरि हे हरि हे हरि घुम्न आउनु लामी डाँडा पर्यटनको खानी घुम्न आउनु लामी डाँडा पर्यटनको खानी घर बसे जस्तो हुने राम्रो आनी बानी रमाइलो नि गर्ने हो आखिर मरि जाने हो रमाइलो नि गर्ने हो आखिर मरि जाने हो रमाइलो नि गर्ने हो आखिर मरि जाने हो रमाइलो नि गर्ने हो हे भगवान आखिर मरि जाने हो रमाइलो नि गर्ने हो आखिर मरि जाने हो रमाइलो नि गर्ने हो भगवान जो सागरको छ परिवर्तन भएको छ 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 हरि हरि हाम्रो नमो गरा कि यति भएपछि बल्ल खाएको पच्छ बेलुका निद्रा त्यो अल्छी गऱ्यो भने त खाएको नि पत्दैन बेलुका निद्रा लाग्दैन त्यो मन अनेक कुरो सोची भनेको अल्छी गऱ्यो ल्याउँछ हुन त मेरा भजनका गीत छन् त धेरै गाएको एकचोटि तोहराले गाएको काम त ढङ्ग छैन क्या छनलाई दुध छु 2 गिलास दुध खान्छु ए मलाई बियर पानी ए मलाई हुस्की पानी ए मलाई पोसिलो नि ए ल्याएर दुध आज नि यस्तो ल्याउँछ जाँगर चलिहाल्छ कि त्यो अरू अखाद्य पदार्थ खाँदा जाँगर चल्छ हुँदैन त्यही त अखाद्य खानु हुँदैन दुध त खानुपर्छ ओके अहिले मलाई चाहिँ स्टेज दिइबक्छ होला सरी लाउनु पार बुझ्न गाह्रो संसार कसरी 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 लाउनु पार बुझ्न गाह्रो अलि छिटो कसरी लाउनु पार बुझ्न गाह्रो संसार कसरी लाउनु पार बुझ्न गाह्रो संसार हे किया फैले जान्न पर्छ यति सुन्दै हजुरहरू हे किया फैले जान्न पर्छ कि त पर्छ सुन्न किया फैले जान्न पर्छ कि त पर्छ सुन्न
मनमा पाप छ भने जति मन्दिर गए नि कसैलाई धर्म हुन्न बुझ्नै गाह्रो संसार सतीदेवी माता की फेरि पञ्चकन्या माता की हाम्रो नवग्रह की अहिले भन न घुम्या त मैले नवग्रह देखेँ हो के हे सधैँभरि हाँसिराख हाँस्ने मान्छेलाई आधा रोग लाग्दैन हे हो कि होइन हे मनमा पिर लियो भने पिरै मात्र हुन्छ मनमा पिर लियो भने पिरै मात्र हुन्छ हुन्छ हुँदैन हो हाँसिरहेको बजे खैजाडी तीन ताल बजे खैजाडी भगवानको नाममा तीन ताल बजे खैजाडी तीन ताल बजे भगवानको नाममा तीन ताल बजे खैजाडी तीन ताल बजे खैजाडी भगवानको नाममा तीन ताल बजे खैजाडी तीन ताल बजे पार्वती की सतीदेवी माता की छत्तीसगढ़ी भगवान की आफ्ना पितृदेवहरू की आफ्ना कुल देवता की आफूलाई जन्म दिने माता र पिता की यो अर्जुन चौपाली गाउँपालिकालाई यत्रो भलामला बनाउने अर्जुन चौपाली गाउँपालिका की हाम्रा प्रमुखज्यू की यसै ओलाका वडाज्यू की आफू लागि सबै आफू लागि मेरो लागि चाहिँ भन्नु त भन्देऊ न के होला जे गर्न नि गाह्रो गएन हे हलो जोती खान खोजे हलै जोत्न गाह्रो गीत गाएर खान खोजे गीतै गाउन गाह्रो सुती खान्छु भन्दा ढाड दुखेर मारो ऐया ढाड दुखेर मारो हे ढाड दुखेर मारो ऐया ढाड दुखेर मारो हे क्यारी जीवन काटो मनमा चिन्ता साह्रै छ जे गर्न नि गाह्रै छ हो भने सबैको ताली बज्छ मलाई त्यही भएर कामहरू सबै गाह्रो छन् ती गाह्रो कामलाई सरल र ससम माया पोखरा फेवाताल घुम्नलाई हे जामने जान्छौ र माया पोखरा फेवाताल घुम्न आज यति हो फेरि मन्दिर गएर 30 गीत गाएर मर हुन्छ
जानी बाटैमा तनाउ बिर्सी जानी मायालाई के भनौ स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी मायालाई यसलाई पनि मार्नु आएको थियो। हे म कति राम्रो छु लाइटै बालेर हे म कति राम्रो छु लाइटै बालेर सबै गीतलाई मार्नु भएको छ। माया गर्नु होला। मलाई जाने भनेको चाहिँ कोही मेरो बुवा हुनुहुन्छ, कोही मेरो आमा हुनुहुन्छ, कोही मेरो दिदी हुनुहुन्छ, कोही मेरो बहिनी हुनुहुन्छ, कोही लिएर आउँछु मैले। अहिले भने एकैछिनलाई बिदा चाहन्छु। फेरि पनि नमगर कि पञ्चकन्या माता कि जय। हाँसिरहनु होला, खुसी भइरहनु होला। धन्यवाद, नमस्कार। उपस्थित सम्पूर्णमा म र मेरो भाद्र चौथी मङ्गलमा गणेशको जन्म प्रभु शक्तिमा तल्लीन भयो भक्तिमा प्रभु शक्तिमा तल्लीन भयो भक्तिमा प्रभु शक्तिमा तल्लीन भयो प्रभु शक्तिमा तल्लीन भयो प्रभु शक्तिमा तल्लीन भयो भक्तिमा 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 हरिमा तल्लीन भयो पर्वत हरिमा नवगर सबैमा तिम्रो नै छ बास हामीलाई देऊ न प्रभु सत्यको प्रकाश प्रभु शक्तिमा तल्लीन भयो भक्तिमा 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 प्रभु शक्तिमा डिजे प्रोग्राम हुँदैछ। त्यसो हुँदा मौसमले च्यालेन्ज गरेछ भन्ने तरिकाले कसैले पनि नलिनु होला। विष त नीलकण्ठ भनेरै चिनिन्छ शिवजीले। विष त आफै ग्रहण गरेर चाहिँ सबैलाई संरक्षण गर्नुहुने।
ज्योति छ दिव्य सदा शिव ज्योति छ दिव्य सदा वृषभ मनोहर संगमा छंदेर जा ओम हर 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 महादेव लंबिकंठ कंदली रुचि प्रबद्ध कंधरं स्मरच्छिदं पुरच्छिदं अवच्छिदं मखच्छिदं रजच्छिदान्ध कच्छिदं तमन्त कच्छिदं भजे जलप्रवाहादिकस्थले कलेवलं व्यलम्बितां भुजङ्गङ्गमालिकाकवल्लमड्डमड्डमन्निनादमड्डवल्वयं चकार चण्डताण्डवं तनोतु नः शिव शिव जटाकटाह सम्भ्रमभ्रमन्निलिम्पनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनिर्भरप्रकटप्रज्वलल्ललाटमट्टपावते किशोरचन्द्रशेखरे रचिप्रतिक्षणम्